मेरो युट्युब च्यानल। आज चाहिँ हामी गुम्पा जान आँटेको छ लाचेनको। तपाईँहरूलाई पनि देखाउँछु कस्तो हुन्छ। लाचेन बजारमा त हामी गीत पनि गाएर सुनाउँछु तपाईँहरूलाई कस्तो हुन्छ है। लाचेन जङ्गलमा लाचेन जङ्गल अहिले चाहिँ कस्तो स्टक भइरहेको छ हाम्रो लाचेन चाहिँ तपाईँहरूलाई पनि देखाउँछु। यु क्यान सी द भ्यू हेर्नु सक्नुहुन्छ है कस्तो दामी देखिरहेको छ। अहिले लाचेन र लाचुङमा चाहिँ पुरा फ्लड ल्यान्डस्लाइड आएको छ अन्त पुरा स्टक भइरहेको छ। गेस्टहरू पनि लाचेन र लाचुङमै अड्किरहेको छ। यहाँ देखाउँछु है के गर्दै रहेछ भैयाहरू गेस्टहरू तपाईँहरूलाई देखाउनु। हाँ जी थोड़ा थोड़ा हाँ जी मैं भी प्ले करता हूँ। अच्छा लगता है मतलब हमारा भी थोड़ा सा एक छोटा सा चैनल है। हाँ जी यहाँ हेर्नुहोस् भ्यू चाहिँ दामी छ। यहाँनिर सुमित रहेछ यो होटल चाहिँ। अन्त हामी चाहिँ हिँड्दै 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 गइराखेको छौँ। माथिनिर गीत गाउँछौँ। माथि गुम्पामा त दामी देख्छ। यहाँ डल्लै लाचुङ देख्छ हो। यो चाहिँ तपाईँको रोडोडेन्ड्रन हो। सिक्किमको स्टेट ट्री हो। यहाँ नर्थ सिक्किममा आउनु भयो भने चाहिँ पुरा यस्तो रोडोडेन्ड्रनहरू पाउनुहुन्छ तपाईँहरूले। तर अगाडि पनि हुन्छ पछाडि पनि हुन्छ होइन। पुलिस चाहिँ पुलिस हुन्छ। We are about to reach गुम्पा। हामी गएपछि तपाईँहरूलाई पनि देखाउँछौँ गुम्पा। येल्लोलाई है जुमे हुन्छ रहेछ नि नजुम त्यो 2.0 हुन्छ नि त्यसमा जुम हुँदैन। अन्त मजा आउँछ। हेलो गाइज फाइनली हामी आइपुग्यौँ गुम्पा। छिटो कम फास्ट। कहाँ गीत गाउँछौँ? माथि है यही हाम्रो ट्यालेन्टहरू सो गराइदिउँ भनेको उहाँ जान्दैन। ए यो ओके अब हामी तपाईँहरूलाई भ्यू देखाउँछौँ। सरी डार्लिङ ओ माय गॉड इसको घोड़ा टूट गया। हमारी बहन का घोड़ा टूट गया। अभी घोड़ा टूट गया तो क्या करेंगे? देखो कोई के भ्यू देख्यौ तिमीले यहाँनिर चाहिँ? आज त हौरी देखाउँछु त दामी देख्यो। रुख बेसी आयो क्या हो? रुख पलायो होला हौ बेसी। फाइनली हामी आइपुग्यौँ गाइस। यु क्यान सी द नेचर। ए के भन्नु? मोनास्ट्री हेरौँ न। जाउँ हामी भित्र जानु आँटेको छ है। छु पुरा जाडो भयो। ए आज बगानहरू अगाडि किन बारेको कहाँनिर भित्र चाहिँ एन्ट्री छैन जस्तो छ होला एन्ट्री। भिडियोग्राफीहरू पाउँदैन नि त फेरि है। के चाहिँ कस्तो दामी आयो। अब चाहिँ हामी फिलहाल गुम्पालाई बाई बाई गरेर जानु आँटेको छौँ। गुम्पा आज फिलहालको लागि होइन छिटो बन्द हुँदो रहेछ गुम्पा चाहिँ। कति 8:30 to 10:30 मात्रै हुँदो रहेछ। त्यही कारण हामी छिटो छिटो जानु आँटेको। फेरि हामी माथि जानु आँटेको छ त्यो पनि हेर्नुहोस् होला है। बाई सी यु देयर स्टे ट्युन बाई गुड नाइट ह्याभ गुड डे। सो गाइस हामी चाहिँ माथि रहेछ ठाउँ त्यहाँ जानु आँटेको छौँ। म अन्त हामी छोडिकन भएको छु। यहाँ हेर्नु सक्नुहुन्छ कति चिसो ठाउँ छ यहाँनिर है। लु हामीले फाइनली बाटो पायो। डेस्टिनेसनमा पुगेर फोन गर्छ ल। म र मन्सना हेलो भनिदिनु मन्सना। हेलो भयो ल। वाइट ग्रास। अब
गाइस अहिले चाहिँ हामी यहाँ माथि आइपुगेको छौँ है। यहाँनिर चाहिँ इट्स लाइक अ जन्नत जन्नत फिल हुन्छ। तपाईँहरू पनि आउनुहोस्। यो भेडाको ऊनहरू देख्न सक्नुहुन्छ यहाँ। यही ओढ्छौँ हामी त, यही ओढ्छौँ। राति लुगा पाउँदैन कि त्यही कारणले त्यही ओढ्छौँ। जुगाले खाइस है। यहाँ हेर्न सक्नुहुन्छ रुखहरू कस्तो दामी दामी छ है। अन्त हाम्रो गिटारिस्टले एकछिनबाट गिटार बजाउनुहुन्छ, गाना पनि तपाईँहरूलाई सुनाउँछौँ। अहिले फिलहाल चाहिँ हामी कहाँनिर मजाको, यहाँ पनि दामी रहेछ है ठाउँ त। यहाँनिर हामी बसेर अब गीत गाउँछ, उसले गिटार बजाउँछ। अहिले खिचौँ न, यहाँ भ्यू हेर्नुहोस्, जङ्गल भ्यू इतना खुबसुरत है। यहाँ हेर्नु सक्नुहुन्छ। हामी चाहिँ यहाँ आइपुगेको छौँ। उबाट घोडा थियो, झन्डै किक मारे घोडाले फेरि हो। अन्त अहिले फिलहाल चाहिँ यहाँ बसेर गीत गाउन आँटेको छौँ। उहाँ हेर्नुहोस्, हाम्रो प्रोफेसनल गिटारिस्ट। खोइ बुझी डर लाग्छ, म त भाग्दैन। के पनि गर्दैन। This is the view. हाय रे मेरा दिल। फाइनली गाइस हामी चाहिँ अब आफ्नो सुटिङ खतम भयो है। जानु आँटेको बाटोहरू चाहिँ पुरा अलिकति उयो रहेछ, ड्यामेज, मतलब पुरै हिलो रहेछ। पानी अब कसै जानु, हिलो भएछ नि। कस्तो काँडाहरू पुरा रहेछ यहाँनिर हो। अन्त हामीलाई हिँड्नु साह्रो पर्यो, हिलोहरू पुरा रहेछ बाटोमा। So guys, finally we are going to our hotel room, accommodation, hostel. अयो कहाँ चाहिँ जानु भगवान। तपाईँ यति त चाहिँ के छ अरू त, त्यहाँ गिटार चाहिँ थियो अनि बटल थियो। यहाँ हेर्नुहोस् खुट्टाको गति भिजेर देखेन, स्टार्टर पाएको देखिरहेको छ। त्यही माथि मच्छरले टोकेर
तिमीलाई टोकेन कम्ती मजाले पो टोक्यो होला कता जानु यहीँबाट ला कता जानु यो बाटो छैन होइन छ होला है छ होला आयो अल्छी लाग्यो होइन होला र उता बाटो भएको होला नि जाउँ न जस्तै हो मच्छर टोक्नु मच्छर बाइटिङ कस्तो छ हो मच्छरको खाजा दामी भयो आज तर मिठो मिठो खानु पायो नि त मिठो कुन खानु पायो कुन चाहिँ पोजिटिभ हो म ए खानु पाउँदा ओ खानु पायो नि त ए ब्लड मिठो लाग्यो होला लड्दैन ल गाउँकै छोरी हो खुट्टा चाहिँ हिलै हुने रहेछ स्ट्रगल देखो पहले आते वक्त तो इतना नजानेको म भगवान लड्दै पर्दै छ हौ हाम्रो यहाँ आएर प्रियाको अञ्जलीको चप्पल धन्दा गाइस स्ट्रगल हेर्नुहोस् जस्ट फर यु गाइस ओन्ली हजुर गाइस सिस्नोले पिल्छ चोल्छ पुरा सिस्नो रहेछ यहाँनिर खुट्टाको हालत हेर्नु पछि पेन पनि सुल्किसक्यो कहाँ थियो पानी त्यो मैले गइदिनँ अब सो थ्याङ्क यू भेरी मच फर वाचिङ माई भिडियो आजको लागि यति नै तिमी केही भन्न चाहन्छौ उहाँको मेरो नानाको च्यानललाई होइन धेरै माया गरिदिनु होइन डु सब्सक्राइब होइन डु लाइक एन्ड सेयर होइन अन्त नानाकोलाई धेरै माया दिनु है एन्ड अहिलेसम्म दिनुभएको लागि थ्याङ्क यू एभ्रिवान थ्याङ्क यू भेरी मच बाई बाई स्टे ट्युन फर नेक्स्ट भिडियो